धेरै यो स्कर्पियो नै लिनु कारण चाहिँ मेरो पनि छ 15-16 सालदेखिबाट मैले स्कर्पियो नै गरेँ। जहाँ जाँदा पनि एकदम अफरोडको लागि पनि एकदम कम्फर्टेबल छ हैन। जता पनि अहिले धेरै पनि स्कर्पियो मात्रै देख्छौँ। आज 2081 साल चैत्र 15 गते हाम्रो महेन्द्र सोरुमको स्टल नम्बर B12 मा स्कर्पियो एन हाम्रो यो 4 व्हीलमा Z4 छ। 4 व्हीलमा चाहिँ बुक भइसकेको छ। हाम्रो सरद्वारा बुक भयो। अस्ति टेस्ट ड्राइभ पनि गर्नुभयो सर सोरुममै आएर। आज तपाईँ स्टलमै आउनु भएको छ हाम्रो। तपाईलाई कस्तो लागिरहेछ सर? स्कर्पियो एन नै किन बुक गर्नुभयो तपाईले आज? सँग चाहिँ पहिला स्कर्पियो S5 पनि थियो हैन, अनि S4 प्लस पनि थियो, अस्टेन पनि थियो हैन। त्यो चाहिँ मैले बेच्दिएँ 5 वर्ष चलाएर। अनि पछि नयाँ मोडल 2025 मा नयाँ मोडल स्कर्पियो SN आएको रहेछ हैन। अनि अस्ति भर्खर लगभग 2-3 दिन अगाडि म सोरुममा नि गएँ। सोरुममा गएर टेस्ट ड्राइभ पनि गरेँ। अहिले झन् यहाँ स्टलमा आउँदा त झन् एकदम के अरे डिस्काउन्ट हुन्छ भनेर म झन् आएँ। सोरुममा हुँदा यहाँ डिस्काउन्ट दिनुहुन्छ भनेर आएँ। भन्दाखेरि यो स्कर्पियो नै लिनु कारण चाहिँ मेरो किन छ भने